बाहिर ठग्ने बाटो नहेरी म मान्छे छैन मान्छे छैन म त उ त हेर्दिएन एउटा गाई चाहिँ कराएकै हो त्यो करायो होला यो त केही छैन मलाई दुईवटा काट्दैन मैले उतै हेर्थेँ बेचिन त्यो ठाग्नेले बेचिन त्यो ठाग्नेले उता गाई पाल्छ सक्ने पोरे गाई पारेर होइन भागले त उ ल्याएको थियो अर्को सोध अगाडि अब कोही ठाउँ त पानी किन्नु पर्छ नि किन्नु पर्छ पानी अब लराई अब हाम्रो यहाँ त पानी छ पानी छ सहरमा दाउरा छ सहरमा त पानी किन्नु पर्यो अब ग्यास किन्नै पर्यो सबै अब यहाँ त दाउरा छ यति सागलाई कति पर्ने हो सब्जी किन्ने चाहिँ भयो टमाटर ल्याउनै पर्यो अनि प्याज ल्याउनै पर्यो सब तिउन दाल किन्नै पर्यो यहाँ गाउँ आफ्नो जोरे त पैसा परेन त जति पनि चामल किन्ने तेल किन्ने हाम्रो त अब सागसब्जी यहीँ छन् सस्तै खोलानको सागै किन्ने नि ताल त यहाँ त आफै लगाने आफै खाने नि आफै लगाने आफै खाने अहिले हुन्छ भने बेच्ने त्यो पनि बेच्छन् त्यो पनि हुन्छ गर्ने मान्छेले गरेका छन् नि गर्ने मान्छेले गरेका छन् अहिले कोबाङ चौरन लसुन रोपेको भयो गाउँ छोड्या छन् त केही नभए ग्यास छैन भने दाउरा छ यस्ता जति बाल्यो नि भयो आफ्नो वनमा गयो दाउरा ल्यायो चिसो छ भने आगो बाल्यो हात ततायो ठन्डा हावा छ यहाँ घाम हुन्न केही हुन्न यहाँ घाम लाग्दैन त्यो गुण राम्रो भयो घाम लाग्दैन काम गर्ने सोझालो अनि जे रोप्छु भने यहाँ होइजान्छ उब्जिजान्छ सहरमा त छैन त्यहाँ त त्यही हो दिउँसो घाम लाग्यो भने भित्र मरिया सकिए भन्दै थकाले उज्याउनु बेला जाडो पनि हुन्छ नि जाडो हुन्छ कुहिरो लाग्ने लुग्लु लाग्छ मुठी त बिलियो अस्ति दिन सर्नु मान्छ कस्तो रनाउने यो रुमुटी मान्छ लुने दाउरा बाल्दैन कस्तो रनाउने बुहारी भन्ने माइला बुहारीलाई अनि त्यो बानी परेर आउन नि फु बताएर हामी आउनु भने सक्दैनौँ तिनीहरू बानी परेर आउन नि अब सहरमा पैसा छैन भने केही छैन म आगर चाहिँ त ठुक्दिल भन्ने ठुक्दिन्नन् होइन यहाँबाट बिचरा जाने ठुक्दिन्नन् भा अब रुखमेल पनि ठुक्ने छैन रुखमेल गति लडिन्छ त्यही भएर आफ्नै गाउँमा बस्ने यहीँ आफै लगाने आफै खाने धेरै छ भने बेच्ने त्यति खाने जति त होइजान्छ नि होइजान्छ होइन अब बाटो खान्छु भने मकै बनाएर त्यसले बेच्यो अनि उहाँ त्यहीले चामल लिनु गयो सिमी रोप्यो चामल लिने खाइहाल्छन् अनि भाङ्गो छाड्यो भने त्यसको फलले ल्याल्छन् अब लोक्टा भने ऊ होइजान्छ रुपियाँ होइजान्छ यहाँ दुनियाँले के गरेका छन् के सोच हुनु पर्यो क्या आफ्नो मनमा हुनु पर्यो एउटा ऊ हुनु पर्यो कोसित हुनु पर्यो बुद्धि हुनु पर्यो अब सबै विदेश गए त यहाँ को रहन्छ कोही रहन्छ दुनियाँ कस्तो किसिम गरेर छ नि अहिले हुने त होइन गाउँमा त बड्डा मान्छे मात्रै नि यहाँ त बड्डा र बड्डी मात्रै छन् यो सबै विदेश मर्नु अहिले त कोही घरमा मर्यो भने विपत्ता पर्यो भने नफर्किन सक्ने त्यो घर जान मर्यो भने त्यो आउनु छैन फिल्मनु भन्छ र तिहारमा छैन फिल्मनु एउटा छोरो कतार छ एउटा छोरा मलेसिया छ हे बुहारी मरेको छ हामीले यहाँ रोकेको छौँ छोरालाई आउनु दिन्न अरे उहाँ मलेसियाबाट बताएर त्यही हो नि अब दुःख सुखमा मान्छे आउनै सक्दैन
के तिहार छ भने मान्छे छैनन्, बड्डाबड्डी मान्छे छन् गाउँमा, अब तिनले के गर्ने हुन्? 4 होटल रोक्ने रहेछन् 4-5 जनाले, सासू असु ससुरा हुनन्, बड्डा बड्डाले। मैले सातको बिनमा चाहिँ बाँकी सासू हुन्छ अझै साग चिजात खाने सातु खाने गर्ने मिठो हुन्छ। खाऊ साग खाऊ, खाऊ भाइ साग। तिम्रो खाऊ खाऊ के एउटै थालमा हो खाने? बान्ने भयो बान्नेले खाँदो भने त्यो कहिले एउटै थालमा खुवाउनु भयो। पिरो पिरो छ नि यत्रो थालमा परत नहालिदिनु गएर जानभरि बस्नु खान्छ भने चाबी अब यो कहिलेको बच्चा हो यो? बिलेर तेरो पाहुली खाऊ। तिमीले बनाइथ्यौ? ल खानु पर्यो सागसित, मिठो हुन्छ कि? तेरो बाबु खर्च म 1.5 पारे खान्थेँ कि 5 बजे नि पर्छ नि। यो बच्चा रुई जान्दैछ कि यहीँ सुत्या थियो त एउटा दाजु चाक्चेला आलू की सब्जी पक गई। पाक्यो नि भाइ हो? पाक्यो बाक्लो अलि बाक्लो गरेर नि अलि आलू की सब्जी बनाई मैंने। कहाँ लगान्छौ? पाका लगाना बाहिर लगाना। अब हुआ यूं कि मैं बई के घर आया, मेरा मन कर गया रुकने का, लेकिन अब यहाँ बई ने बोला खाने को क्या है। तो आलू थे और तड़के का सामान उतना नहीं है, तो उसमें सिर्फ लहसुन की हरी पत्तियाँ, नमक, तेल है, मिर्च है, वो डाल के मैंने आलू की सब्ज़ी बनाई है बॉईल करके, दाल जैसी। अब बॉय जो है चावल बनाएंगे, फिर हम दोनों मिलके चावल और आलू की सब्ज़ी खाएंगे रात को। बहुत सारे लोग बोलेंगे कि भाई ये तो छंपीरा है। अब भाई नेपाल में ये ट्रेडिशनल है, अब मेरे लिए मेरी दादी ने बना के रखा है, तो मैं तो कैसे छोड़ सकता हूँ ना इसको। बॉय ने बनाया था चावल, मैंने बनाया था आलू की सब्ज़ी, और ये हम दोनों बैठ के खा रहे हैं। लेकिन नमक थोड़ा सा तेज हो गया है। नुन चर्को छ नि भाइ? म खाइले जस्तो भयो भने खाने त। अब भाई बिस्तर लगाने की तैयारी कर रहे हैं। तो आज मैं सोऊंगा यहीं पे, और वो सोएंगे उस तरफ, मैं सोऊंगा इस तरफ। ये मैं दिखा रहा हूँ कि भाई झाड़ू मारे, लेकिन अब मैं मारूंगा झाड़ू, उनको थोड़ी मारने दूंगा। बट शी इज़ रियली स्वीट। बोलते हैं रात को सोने से पहले झाड़ू मारना चाहिए। म लगान्छु उतापट्टि, छोडिदेऊ। घाट लागेको छ यो ठिकै हो भाइ, तेरो आयो मस्तै छ, त अलि बच्चोस् क्या, म त मरिजान्छु क्या, म जस्तै। अनि फेरि तेरो मेरो गरेर झुझ्या छन्, अनि गरेर झुझ्या छन् कि मै मर्छु, त अलि मर्दैनस् भन्थे क्या। मेरो घर अलिक ठुलो रहेछ बाबु, खालि महिना हो जन्म्या भन्नन्, अघि थाहै थिएन क्या। कति वर्षको भयो त्यो थाहै छैन? पत्ता छैन। माघ कम यो माघ त मेरो महिना हो। ए माघ हो। अनि त्यो निकल्दा हौँ कि लाग्दैको हौँ कि त्यो थाहा छैन। अघि जर्मन पनि थाहा थिएन, यस्तो स्कुलको थाहा थिएन। तेरो बाबुहरू तेरो फुपूले कोही पढेनन् ए भयो भन्नु। भर्खर कोही एउटा दुईटाले पढ्थे, उयो पनि फल्दे माथि 90 पुग्यो।
आच्छो गरे त्यो त 90 पोर गरे है के भने भा थोरै लैआओ 90 भन्दा बढी होला नि बढी बाजे कति उमेरमा गए उनले 90 खायो कि कसरी खायो न उनले पनि खायो उनको आयो मेरो आयो थोरै छ भने उनले चाहिँ उहाँ त काठमाडौँमा गोका कट्टा इटला भएको छ उनले म त्यो कान्छी गरेँ कान्छी घरैभरि उल्याएको गए नहुने चाहिँ गेट उठा यहीँको जस्तो हल्का हल्का घोगा यहाँ प्यालो घोगा हुन्छ कि सेतो हुन्छ सेतो यहाँ सेतो हुन्छ नि मैले बिउली थिएँ अझै मास च्यात्दै नै क्या तर्दैछु क्या सेतो फेरि दाना यत्रो हातै यति लामा हुँदैन तिमीले छर्या थियो छाड्थेँ 1 साल छाड्थेँ हुन्छै हुनु भने भयो फेरि के त्यो पिठो राम्रो रोटी बनाने बेला रोटी बनान्छ मगर रोटी पनि बनाउने हो हालतमै त्यो खर्च पनि त्यो गट्टा भएर डिर खाने पिस ल्याउँछन् त्यो मसिनो बनाउने हात हुन्छ यहीँको ग्यारा भने यी किर्सी भन्छन् अहिले किर्सी छर्छन् त गोगा पनि ठुला यहाँ पहिल्यैदेखि सेतो गोगा थियो कि प्यालो पनि थियो पहिला एक फेरा पेले छर्यो तेरो बाजे हुने त्यो कति भएन बा यत्रै कोसा भयो अलि सानो ठुलोभन्दा अलि सानो सेते छर्यो त्यो भयो अहिले त अलि ठुलो छर्छु किर्सीको अच्छा तिमी पनि त्यही छर्छौ त्यो हुन्छ किर्सीको छर्छु म किर्सीको होइन अलि पाक्ने दिलो गर्छ अब हरियो हुन्छ अलि यहाँ त आलु पनि रातो हुने रहेछ नि सेतो त हुन्न रातो र हुन्छ डक्कै आलु एउटा दुइटा हुन्छ सेतो अरू सबै रातो आलु एकदमै रातो हिजो तल खन्ने बेलामा भेटाइ थिएँ नि मैले रातै थियो रातो कटर भेटी हेर्छ ठिकै थियो यत्रो ठुल्ठुलो टट्टी यत्रो छन् भने यत्रो के आलु होला यहाँ ल्याएको थियो पेटेर 2 दिन पकाएर खाइथ्यौँ अर्नी अघि हुन्थ्यो भयो हामीले रोप्ने यत्रो हुन्थ्यो यत्रो तिमी त आफै उगाने आफै खाने नि बेच्ने त गर्दैन थियो नि अहिले त माइला लिदिन्छन् त्यो चाँड लिदियो भन्छु र म दान रोप्दैन खन्दैन ओ तिम्रो घरमा न्याट रोपिदिन्छ र त्यो उसको बनाएर आफै रोप्नु हो अहिले त आलु बेसी गरे अहिले सार्यौँ भने त्यही अहिले बनाएर ल्याउनु